हजुर नमस्कार, शुभ दिन। हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ मैले लन्चमा यो आलु तामाको अमिलो पिरो टक्क गरेको रस बनाउँदैछु। आलुलाई उसनेर काटेँ अनि तामा चाहिँ यो पोहोर सालको तामा हो। पोहोर साल पहेँलो थियो, अहिले चाहिँ कालो गएछ। फ्रिजमा राखेको केही भएको छैन, एकदम मिठो टेस्ट छ। त्यही भएर अनि यही तामा निकालेर बनाएँ। टमाटर यसको लागि खासै केही पनि चाहिँदैन के अरे, आलु टमाटर तामा अनि खुर्सानी धनियाँ भए पुग्छ। त्यसपछि यसमा तेल राखेर गेडागुडी के पुऱ्याउने आफ्नो स्वाद अनुसार आफ्नो इच्छा अनुसार अनि खुर्सानी पड्काउने। मैले चाहिँ मेथी टिमुर जिरा मङ्ग्रेलो पुऱ्याएँ अनि खुर्सानी पुऱ्याएर टमाटर राखेर एकछिन मजाले पकाउने। खुर्सानी त्यति पिरो छैन, त्यही भएर मैले 3टा खुर्सानी राखेँ। अनि पिरो भयो भने मिठो हुन्छ कि यो तामा चाहिँ। त्यसपछि बेसार राखेर टमाटर राखेर मजाले पकाउने। अब आलु त पाकिसकेको छ, टमाटरलाई त पकाउनु पर्यो। अनि पहिला टमाटरलाई मजाले पकाउने, अनि पाकिसक्यो भने नुन राखिदिएँ मैले। अनि अब यो पाक्यो भने चाहिँ अनि त्यस पछाडि आलु राखेर आलुलाई एकछिन पकाउने। यसरी पकाउँछु मैले। साथीहरू, मेरो युट्युब च्यानल पनि छ रेसिपीहरूको। मैले धेरै त छैन खोलेको, धेरै त्योहरू त छैन, तर अलिअलि छ। हजुरहरूको सहयोग सद्भाव अनि हौसला भयो भने मैले अरू भिडियोहरू पनि राख्दै जान्छु। हजुरहरूले हेरिदिनु होला। मन पर्यो जस्तो लाग्छ, राम्रो लागे राम्रो, नराम्रो लागे नराम्रो कमेन्ट गर्नु होला। अनि अब यो आलु तामाको तामा त सबै नेपालीहरूको फेभरेट नै भयो, सबैको घरमा पाक्छ। मैले चाहिँ यसरी पकाएँ। अनि हजुरहरूले राम्रै कमेन्ट गर्नुपर्छ भन्ने छैन, मन नपरेकोलाई डिसलाइक गर्न पनि सक्नुहुन्छ। अनि जे हो त्यही नै गरिदिनु होला, किनभने आफ्नो मान्छे मन परेको मान्छे भनेर जस्तोलाई पनि लाइक गर्ने हाम्रो संस्कार बसाल्नु हुँदैन। राम्रोलाई मात्रै लाइक गर्नुहोस्, नराम्रोलाई युट्युबमा डिसलाइक गर्न पनि मिल्छ। त्यसरी गरिदिनुहोस्। अनि त्यसले गर्दा आफू कस्तो छु भनेर थाहा पाइन्छ, बुझिन्छ। अनि धेरै प्रशंसाले पनि मान्छे बिग्रिन्छ, अहङ्कारी हुन्छ भन्छन्। मलाई चाहिँ त्यस्तो लाग्छ। अनि अब प्रशंसा अथवा माया दिनुपर्ने ठाउँमा दिने हो, दिन नपर्ने ठाउँमा पनि माया दिँदाखेरि मान्छे बिग्रिन्छ भन्ने उखानै छ। त्यही भएर ठिक्क गरिदिनु होला, हेरिदिनु होला। मैले यसरी आलु तामाको अमिलो पिरो टक्कको रस बनाएँ। अनि मन पर्यो भने हजुरलाई मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मेरो फेसबुकमा पनि आउँछ, यो टिकटकमा पनि अनि युट्युबमा पनि छ। जेमा गएर हेर्न पनि सक्नुहुन्छ। मैले चाहिँ यसरी बनाएँ। हजुरहरूले कसरी बनाउनुहुन्छ? आज अमिलो पिरो टक्कको आलु तामाको रस बनाएको छु।